छोरी चाहिँ यता पछाडि छ है आए भन्दै छोरी ल हामी चाहिँ भर्खर मुभी हेरेर आयो अनि यहाँ अब गेम खेल्न लाग्यो के गर्ने काम गर्नु यहाँ चाहिँ थोरै मेकअपहरू छ मेरो मेकअप सामानहरू छ अनि यहाँ उसलाई चाहिँ त्यो नाम के हो भनेर सोध्छ है त है थोरै मात्र छ ल गेस गर्नुपर्छ त्यो नामै भन्नु कम्पनीको नाम भन्नु पढ्नु नपाइने यो के हो भन्ने सोच ल फर्स्ट सिम्पल छ ल कि सबै बाहिर निकाल्छु ल पहिला हामी लाइक होइन नलेखेको थियो मैले फेरि आँखा जान्छ नि त लेटरमा त्यो ऱ्यान्डमली एउटा त्यो यो ब्यागभित्र छ कुनै कुनै सजिलो ठिकै छ सजिलो ल यो के हो यो आइलाइनर आइलाइनर ल म देखाउँछु के हो भनेर है म कति धेरै रहेछ टाइम लाग्ने होला ल आइलाइनर होइन त यो चाहिँ मस्कारा ए तर यसरी नै थाहा हुन्थ्यो तिमीलाई लाइक यो के हो आइलाइनर भने हो होइन मस्कारा मस्कारा के गर्छ यसले यो लाइक परेलामा आइब्रो त्यो गर्ने ल यो के हो भित्रमा पनि यो देखाइदिनु मस्कारा हो होइन यो के हो मस्कारै रहेछ त रेड भएपछि थाहा हुँदैन ए रातो मात्रै लाउँछ नि त नि आइब्रोजमा रातो मात्रै लगाएको थियो पर्फ्युम यो के हो पर्फ्युम छोरी वेट न अहिले पछि गर्ने के छोरी छोरी वेट छोरी ल यो के हो पर्फ्युम छोरी न यो चाहिँ सेन्टेलाको सेरम है यो पनि रङ भयो तपाईँ त फोन नउठ है पापाको ल ल यो चाहिँ के हो के भन्छ त्यो त्यो फुसफुस लाउँछ नि के भन्छ त्यो त्यो आम सरी यो चाहिँ करेक्टर ए नामै भनेन त तिमीले के फुसफुस के भन्छ त्यो त्यो लाउँछ नि फाउन्डेसन फाउन्डेसन यो करेक्टर हो त्यो करेक्टर भन्छ लाइक फाउन्डेसन हो त्यस्तै करेक्ट के करेक्ट गर्छ त्यसले लाइक पिम्पलहरू यताउता ल यो चाहिँ लिप बाम यो चाहिँ लिप बाम हो त्यो त लिप बामै हो नि यत्रो ठुलो यो लिप बाम हो लाउने यो चाहिँ त्यो हाइलाइटर हो के हाइलाइट गर्छ यसले यता गालामा हाइलाइट गर्ने तिमी यत्रो एउटा पनि मिलेन उसले भनेको ल यत्रो लाउँछ तिमीले यो गिल्सरिन यो चाहिँ गिल्सरिन हातमा लाउने यो चाहिँ सेरम हो हेयर सेरम है कहिले लिनु भ्या यत्रो ल यो चाहिँ के फाउन्डेसन ल यो चाहिँ फाउन्डेसन रे साँच्चै हो फाउन्डेसन हो त्यो माथिको हेर न देखा थाहा छ यो चाहिँ मोइस्चराइजर हो राइसको के भन्छ ए यो चाहिँ फाउन्डेसन देखिरहेको यो चाहिँ के हो यो कपालमा लाउने जेल हो लाइक त्यो तिमीले के भन्छ त्यो सिरम भन्ने थियौ त्यही हो यो यस्तो यो कि त त्यो मुख टल्किने हो मोइस्चराइजर हो के अरे मेरो मुख टल्किरहेको चाहिँ छैन टिल टिल चस्मा लगाएर म कालो यो चाहिँ त्यो स्प्रे हो के अरे हाइड्रेटिङ स्प्रे हो सरी लेट मी हामी चाहिँ भर्खर मुभी हेरेर घर आउने बित्तिकै यो भिडियो बनाएको यसरी राखौँ न हपर हो यो हपर ल यो चाहिँ देखाइदिन्छु भित्र स्मेल गरौँ त ए यो पनि ऊ लिप बामै हो यो चाहिँ करेक्ट भयो एउटा लिप मास्क हो यो चाहिँ मार्क्स जस्तो त्यही एउटै काम गर्छ होइन त नाम मात्रै यो चाहिँ हामीले त्यो गिफ्ट एक्सचेन्ज गरेको थियो नि कलर एक्सचेन्जमा दिनु भएको यो चाहिँ एउटा मात्र राइट भयो यो एउटै हो भ्यासलिन हालेर अनि के अरे के लिप मास्क मार्क्स के अरे ल यो जोन्सन एन्ड जोन्सन ओइल बेबी ओइल बेबी ओइल यो चाहिँ क्लिन्जिङ वाटर है लाइक चाहिँ छर्किने होइन नाइट मुख पुस्ने के त्यो के अरे सफा गर्ने अनि मुख पानीले धुने यस्तै रहेछ नि त
पानी पानीले किन धुँदैन त यो पानीले धुनुको साथै यसले त्यो गर्ने क्लिन ए अल्छीहरूलाई हो अल्छीहरूलाई म जस्तो अल्छीलाई होइन हामी ट्राभल गर्ने बेलामा रहेछ ट्राभल गर्दा थाक्छ नि कहिलेकाहीँ अनि मुख धुन मन लाग्दैन त्यतिखेर चाहिँ यो घरमा त युज गर्छ नि तिमीले यो गर्छु कहिलेकाहीँ अब कहिलेकाहीँ ट्राभल गरेर आउँदा थाक्छ नि अनि मुख धुन अल्छी लाग्दाखेरि चाहिँ यो क्लिन्जरले सफा गर्ने हो गाह्रो छ बा ल यो चाहिँ के हो त्यो फाउन्डेसन दल्ने त्यो नाम के हो? फर्म स्पोन्ज फर्म या ल यो दुईटा राइट भयो उसको स्पन्ज बब ल यो चाहिँ लिपस्टिक यो चाहिँ के होला लिपस्टिक होइन यो रोज हो कहाँ लाउने गालामा लाउने यो हो र गालामा लाउने ननसेन्स अनि यो आइलाइनर ल आइलाइनर होइन त स्टिला भन्ने अँ ओके यो चाहिँ आइलाइनर यो पनि राइट भयो यो त थाहा हुन्छ के अरे सनस्क्रिन यो चाहिँ सेरामिकको सन्स के भन्छ Sunscreen. संस्कृत भनेर याद आइरहेको संस्कृत ल संस्कृतले नि भिडियो हेऱ्यो भने हेलो ल यो चाहिँ के त्यो पनि फाउन्डेसन हुनुपर्छ कि त लाइक समथिङ त्यस्तै हुन्छ नि ल यो चाहिँ प्राइमर प्राइमर अँ एज इन लाइक कलर जस्तो भित्तामा हाल्ने प्राइमर फाउन्डेसन लाउन अगाडि लाउने ए उयस्तै काम गर्दो रहेछ नि भित्तामा हाल्ने जस्तै अझ मैले अरू पनि ल्याएको छैन अब सक्दैन भनेर यो चाहिँ के होला त्यो फाउन्डेसन हो अफकोर्स त्यहाँ कलरै देखिरहेको छ नि फाउन्डेसनको ल यो चाहिँ मेरो फाउन्डेसन ल अब सिधै ल यति ल्याएँ पख न ल उसले चाहिँ कति 1 2 3 4 5 वटा मिलायो 6 7 8 9 10 15 15वटामा 5 वटा मिलाएछ 10 वटा रङ ल हाम्रो चाहिँ गेम सिद्धियो ल आजको मुभी कस्तो लाग्यो राम्रै थियो छोरीको टर्न छोरी ल कम हियर छोरी टर्न औ ल कम ल थ्याङ्क्स फर वाचिङ भन्देऊ न सबैले ल हाम्रो गेम चाहिँ यस्तै थियो सिद्धियो ल तिमी बस्छ नि त ल ल ल आपामा आई लभ यु भन्दै आई मिस यु भन्दै ल म त्यसो भए साइड लाग्यो है ल ल बाई गर्यो ल थ्याङ्क्स फर वाचिङ ल मुभी हेर्नु